आज मिति 2082 साल पुष महीनाको 21 गते सोमबार यानि कि 2026 जनवरी 5 तारिक आजको राशिफल खण्ड मेषदेखि मीनसम्मको 12 राशि हुनेहरूका लागि आजको दिन के कस्तो रहनेछ, तपाईको कुन राशि हो, आजको दिन तपाईको लागि के कस्तो रहनेछ, आजको इष्टदेव कुन रहनुहुनेछ, शुभ अङ्क के रहेको छ, शुभ कलर के रहेको छ, तपाईको कुन राशि हो, पक्कै पनि राशिफल खण्ड लिएर यहाँहरूबीच सदा झैँ आज पनि म उपस्थित भएको छु। जीवन न्यौपाने देश विदेशबाट जहाँ जहाँबाट हेर्दै हुनुहुन्छ, हामीले काठमाडौँबाट भगवान पशुपतिनाथको चरणबाट यो राशिफल खण्ड यहाँहरूलाई दैनिक रूपमा प्रस्तुत गर्दै आएका छौँ। यहाँहरू देश विदेश जहाँसुकैबाट हुनुहुन्छ भने पनि यहाँहरूलाई भगवान राष्ट्रदेव पशुपतिनाथको चरणबाट सबैलाई नमन। आजको दिन यहाँहरू सबैको अत्यन्तै राम्रो रहोस् भन्दै आउनुहोस् पञ्चाङ्गका साथमा आज हामी राशिफल खण्डलाई प्रस्तुत गर्नेछौँ। पहिला हामीले पञ्चाङ्ग श्रवण गर्नेछौँ र तत्पश्चात राशिफल खण्ड पनि श्रवण गर्नेछौँ। मेषदेखि मीनसम्मको 12 राशिका लागि आजको दिन कस्तो रहनेछ सम्पूर्ण कुराको चर्चा परिचर्चा हामी गर्नेछौँ। आज 2082 साल पुष महिनाको 21 गते रहेको छ, सोमबार आज रहेको छ। दिनमान 10 घण्टा 24 मिनटको रहनेछ। बिहान सूर्योदय 6:57 सूर्यास्त 5:21 हुनेछ। आज अन्नप्राशन संस्कार जुरेको छ। कसैले आफ्ना सन्तान आफ्ना छोराछोरीको अन्न नवान्न प्राशन गराउन चाहनुहुन्छ भने आज तपाईहरूले गराउन सक्नुहुनेछ। सिद्धार्थी नाम गरेको संवत्सर रहेको छ। भगवान सूर्यनारायण दक्षिणायन हेमन्त ऋतु पौष महिना चलिरहेको छ र चन्द्रमान अनुसार चाहिँ माघ कृष्ण पक्षको आज द्वितीय तिथि रहनेछ। 14:32 पला दिउँसो 12:46 तदुपरान्त तृतीय तिथि लाग्नेछ। सोमबार आज रहेको छ। आजको बारको देवता हुनुहुन्छ भगवान चन्द्रमा। त्यस्तै गरेर तिस्या नक्षत्र रहनेछ। 24:17 पला बेलुका 4:40 तदुपरान्त अश्लेषा नक्षत्र। विष्कुम्भ योग रहनुहुनेछ 49:02 पला। तत्पश्चात विशेष गरेर आज वणिककरण रहनुभएको छ। धनुराशिमा सूर्य गोचर गर्दै हुनुहुन्छ। मिथुन राशिमा देवगुरु बृहस्पति र कर्कट राशिमा चन्द्रमा गोचर गर्दै हुनुहुन्छ। आउनुहोस् अब हामी कुरा गरौँ मेषदेखि मीनसम्मको 12 राशिका लागि आजको दिन के कस्तो रहनेछ। आर्थिक सामाजिक राजनीतिक पक्ष सामान्य कुराहरूलाई जोड्ने प्रयास हामीले गर्नेछौँ। सबैभन्दा पहिलो मेष राशि आज केही अध्ययन अध्यापनको क्षेत्रमा हुनेहरूका लागि नयाँ ज्ञान सिक्ने अवसर तपाईँले प्राप्त गर्नुहुने देखिन्छ। पैसाको अप्रत्याशित रूपमा लाभ तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। जागिरमा हुनुहुन्छ भने आफूभन्दा ठुलाबाट मान सम्मान तपाईँले पाउनुहुनेछ। विदेश जाँदै हुनुहुन्छ, विदेशको योजना बनाउँदै हुनुहुन्छ भने आज तपाईँको लागि ती योजनाहरू सफल बन्नेछन्। पारिवारिक प्रेम र समझदारी बढ्ने देखिन्छ। स्वास्थ्य स्थितिमा ऊर्जा र उत्साह बढ्नेछ। प्रेम सम्बन्धमा रोमाञ्चक मोडहरू प्राप्त हुनेछन्। आजको लागि आध्यात्मिक क्षेत्रमा हुनेहरूका लागि अत्यन्तै राम्रो दिनका रूपमा रहेको देख्न सकिन्छ। आजको लागि शुभ अङ्क रहनेछ 2 अङ्क, शुभ रङ रहनेछ सुन्तला रङ। तपाईँले इन्द्रदेवलाई स्मरण गर्दै आजको दिनको सुरुवात गर्दा दिन राम्रो हुनेछ। कुरा गरौँ वृष राशि। आजको दिन वृष राशिका जातकहरूका लागि पढाइमा मेहनत गरे अनुसारको प्रतिफल राम्रै मिल्ने देखिन्छ। विशेष गरेर उत्साह उमङ्गमा पनि वृद्धि हुनेछ। जागिर पनि राम्रै प्राप्त हुनेछ। रोकिएका कार्यहरूबाट तपाईँले विशेष लाभ लिन सक्नुहुनेछ। पारिवारिक जमघट पनि तपाईँको हुनेछ। स्वास्थ्य स्थिति राम्रै रहनेछ। प्रेम सम्बन्धमा मिठासपना हुनेछ। धार्मिक क्षेत्रमा हुनुहुन्छ भने आजको दिन तपाईँहरूका लागि राम्रो हुनेछ। आजको लागि शुभ अङ्क रहनेछ 8 अङ्क, शुभ रङ रहनेछ गाढा हरियो रङ। आज तपाईँले कुनै पनि कर्म गर्नु पूर्व नारायण भगवानलाई स्मरण गर्दै दिनको सुरुवात गर्दा दिन राम्रो हुनेछ। त्यस्तै गरी कुरा गरौँ मिथुन राशि। आजको दिन मिथुन राशिका जातकहरूका लागि पढाइमा नयाँ परियोजना तपाईँले बनाउन सक्नुहुनेछ। अनुसन्धानात्मक क्षेत्रमा तपाईँ कार्य हुनुहुन्छ। पढिरहनु भएको छ, अध्ययन अध्यापन गर्दै हुनुहुन्छ भनेदेखि यहाँहरूका लागि आजको दिन राम्रो रहन सक्छ। आर्थिक स्थितिमा केही अभाव जस्तो भए तापनि दिनको उत्तरार्धको समय अत्यन्तै प्रसन्न रहनुहुनेछ। उन्नति प्रगति तपाईँको आज हुने देखिन्छ। विदेशमा हुनुहुन्छ भने आजको दिन तपाईँहरूको लागि अझ राम्रो रहनेछ। पारिवारिक जमघट र पारिवारिक वातावरणमा तपाईँको दिन व्यतीत हुनेछ। प्रेम सम्बन्धमा नयाँ सुरुवात हुन सक्नेछ। धार्मिक क्षेत्रमा हुनेहरूका लागि आजको दिन राम्रै रहनेछ। आजको लागि शुभ अङ्क रहनेछ 5 अङ्क, शुभ रङ रहेको छ नीलो रङ। कुनै पनि कर्म गर्नु पूर्व भगवान गणेशजीलाई स्मरण गर्दै तपाईँले कर्म गर्नुभयो भने आजको दिन राम्रो हुनेछ। त्यस्तै गरी कुरा गरौँ कर्कट राशि। आज कर्कट राशिका जातकहरूका लागि पढाइमा केही कठिन विषयहरू पढ्दै हुनुहुन्छ भने आज केही समस्याहरू हुनसक्छ। पैसाको नयाँ स्रोत र साधनहरू त जुट्न सक्नेछन्। नेतृत्व भूमिकामा पनि केही तपाईँको नेतृत्व कमजोरीपन आउन सक्ने सम्भावना आज रहन सक्छ। तपाईँ विचार पुर्याउनुहोला र आफ्नो अभिवृद्धि गराउन सक्ने दिन भने आज
तपाईँको हो। आफ्नो व्यक्तिगत रूपमा तपाईँले आफूलाई अत्यन्तै प्रसन्न गराउन सक्नुहुनेछ, अरूको माझमा पनि लिएर जान सक्नुहुनेछ। स्वास्थ्य स्थिति पनि सामान्य राम्रै रहनेछ। प्रेम सम्बन्धमा पनि दिनको उत्तरार्धको समय आज तपाईँको लागि राम्रो रहन सक्छ। शुभ अङ्क 3, शुभ रङ रहेको छ चाँदी रङ। त्यस्तै गरेर शुभ तपाईँले आज कुनै पनि कर्म गर्नु पूर्व भगवान चन्द्रमालाई स्मरण गर्दै दिनको सुरुवात गर्दा तपाईँको दिन राम्रो हुनेछ। त्यस्तै गरी कुरा गरौँ सिंह राशि। आजको दिन सिंह राशिका जातकहरूका लागि पढाइमा उत्कृष्ट नतिजा तपाईँले प्राप्त गर्ने देखिन्छ। पैसाको प्रवाह आज नगरिकन अगाडि बढ्नुभयो भने राम्रो रहनेछ। जागिरको क्षेत्र राम्रै रहनेछ। विदेशमा हुनुहुन्छ भने मान सम्मान तपाईँको वृद्धि हुनेछ। परिवारमा नयाँ उत्साह उमङ्गमा अभिवृद्धि हुने देखिन्छ। स्वास्थ्य स्थिति सामान्य रहनेछ। प्रेम सम्बन्ध आज सामान्य रहनेछ भने आर्थिक स्थिति पनि दिनको उत्तरार्धको समयमा अत्यन्तै राम्रो भएर जाने देखिन्छ। आजको लागि आध्यात्मिक क्षेत्रमा हुनेहरूका लागि अझ राम्रो दिन रहनेछ। आज तपाईँले कुनै पनि कर्म गर्नु पूर्व भगवान नृसिंहलाई स्मरण गर्दै दिनको सुरुवात गर्दा राम्रो हुनेछ। शुभ अङ्क 4, शुभ रङ रहेको छ रातो रङ। त्यसै गरी कुरा गरौँ कन्या राशि। आजको दिन कन्या राशिका लागि पढाइ लेखाइको क्षेत्रमा हुनेहरूका लागि उच्च सफलता प्राप्त हुने दिनका रूपमा रहेको देखिन्छ। अध्ययनको क्षेत्र राम्रो रहनेछ। जागिरको क्षेत्रमा हुनेहरूका लागि साथ र सहयोग पाउनुहुनेछ। विदेशमा हुनेहरूले केही आश्चर्यजनक त्यस्ता कर्महरू गर्नुहुनेछ या त्यस्तो समाचारहरू तपाईँले सुन्न पाउनुहुनेछ। परिवारमा साथ र सहयोग तपाईँलाई मिल्ने देखिन्छ। स्वास्थ्य स्थिति राम्रै रहनेछ। प्रेम सम्बन्धमा मिठोपन आउने छ। त्यसै गरी आजको लागि शुभ अङ्क रहनेछ 2 अङ्क, शुभ रङ रहनेछ बैजनी। आज तपाईँले माता अन्नपूर्णा भगवतीलाई स्मरण गर्दै दिनको सुरुवात गर्दा तपाईँको आजको दिन आनन्दमय रहनेछ। त्यस्तै गरी कुरा गरौँ तुला राशि। आजको दिन तुला राशिका जातकहरूका लागि पढाइमा अत्यन्तै राम्रो हुनेछ। प्रतिस्पर्धामा वृद्धि हुनेछ। कारोबार पनि अप्रत्याशित रूपमा अगाडि बढ्नेछ। जागिरमा पनि उच्च पदस्थका साथबाट साथ र सहयोग तपाईँहरूलाई मिल्नेछ। विदेशमा हुनुहुन्छ भने नयाँ अवसरहरू प्राप्त हुने देखिन्छ। स्नेहको भागीदार तपाईँ बन्न पाउनुहुनेछ। स्वास्थ्य स्थिति उत्साहजनक रहनेछ। प्रेम सम्बन्धमा राम्रो बनाउनेछ। आजको लागि शुभ अङ्क रहनेछ 1 अङ्क, शुभ रङ रहनेछ हल्का सुन्तला रङ। आज तपाईँले सरस्वती मातालाई स्मरण गर्दै दिनको सुरुवात गर्दा तपाईँहरूको दिन राम्रो हुनेछ। त्यस्तै गरी कुरा गरौँ वृश्चिक राशि। आजको दिन वृश्चिक राशिका जातकहरूका लागि पढाइ लेखाइमा लक्ष्य हासिल गर्न सक्ने दिनका रूपमा रहन सक्छ। पैसाको कारोबारहरू गर्दै हुनुहुन्छ भने आज तपाईँहरूले पैसाका कारोबारहरू भने नगर्नुहोला। जागिरमा हुनुहुन्छ भने मान सम्मान प्राप्त हुनेछ। आफ्नै व्यवसायहरू गर्दै हुनुहुन्छ भने ठुला लगानीहरू आने आज तपाईँले नगर्नुहोला। स्वास्थ्य स्थिति सामान्य रहनेछ। प्रेम सम्बन्ध पनि राम्रो रहनेछ। आध्यात्मिकमा हुनुहुन्छ, अध्यात्ममा हुनुहुन्छ, आध्यात्मिक भएर अध्यात्ममा लाग्नु भएको छ भने यहाँहरूका लागि अत्यन्तै राम्रो दिन आज रहन सक्छ। स्वास्थ्य स्थिति सामान्य राम्रै रहनेछ। आजको लागि शुभ अङ्क रहनेछ 2 अङ्क, शुभ रङ रहनेछ खैरो रङ। तपाईँले कुनै पनि कर्म गर्नु पूर्व भैरवनाथलाई स्मरण गर्दै आजको दिनको सुरुवात गर्दा दिन राम्रो हुनेछ। त्यसै गरी कुरा गरौँ धनुराशि। धनुराशिका लागि अन्तर्राष्ट्रिय अवसरहरू तपाईँले प्राप्त गर्ने दिनका रूपमा रहन सक्छ। पैसाको आगमन र ऋण लिँदै हुनुहुन्छ, दिँदै हुनुहुन्छ भने आज तपाईँले केही पनि त्यस्ता कर्महरू नगर्नुहोला र लिन चाहिँ मिल्यो तर दिन नदिनुहोला। जागिरको क्षेत्रमा हुनेहरूका लागि जिम्मेवारीहरू थपिन सक्छ। यात्राहरू गर्दै हुनुहुन्छ भने आज तपाईँहरू लामा यात्राहरू नगर्नुहोला। प्रेम सम्बन्ध सामान्य रहनेछ। आर्थिक स्थिति सामान्य रहनेछ। व्यापारी वर्गहरूका लागि भने आजको दिन केही हदसम्म नकारात्मक रहन सक्छ। शुभ अङ्क आजको लागि 5, शुभ रङ रहेको छ सेतो। आज कुनै पनि कर्म गर्नु पूर्व भगवान नारायणलाई स्मरण गर्दै ओम नमो भगवते वासुदेवाय मन्त्र जप्दै दिनको सुरुवात गर्न सक्नुहुनेछ। त्यस्तै गरी कुरा गरौँ मकर राशि। मकर राशिका लागि आज पैसाको कारोबारहरूमा अगाडि बढ्न सक्नुहुनेछ। जागिरको नयाँ जिम्मेवारीहरू जागिरको नयाँ क्षेत्रमा नयाँ जिम्मेवारीहरू तपाईँलाई प्राप्त हुने देखिन्छ। विदेशमा हुनुहुन्छ भने आजको दिन तपाईँहरूको लागि राम्रै रहन सक्छ। पारिवारिक जमघट र पारिवारिक वातावरणमा कायम रहनेछ। स्वास्थ्य स्थिति सामान्य रहनेछ। आजको दिन प्रेम सम्बन्धमा हुनेहरूका लागि भने नकारात्मक रहन सक्छ। व्यापारी वर्गका लागि सामान्य रहनेछ। शेयर बजारको क्षेत्र आजको दिन तपाईँहरूका लागि अत्यन्तै सकारात्मक रहन सक्ने देखिन्छ। शुभ अङ्क 7, शुभ रङ रहेको छ गाढा हरियो रङ। शिवजीलाई स्मरण गर्दै दिनको सुरुवात गर्दा राम्रो हुनेछ। कुरा गरौँ कुम्भ राशि। कुम्भ राशिका जातकहरूका लागि अध्यापन गराउँदै हुनुहुन्छ, पढाउँदै हुनुहुन्छ भने यहाँहरूका लागि विशेष दिनका रूपमा आज रहन सक्छ। पैसाको कारोबार गर्दै हुनुहुन्छ भने पनि आज सतर्कता अपनाउनु पर्नेछ। बढोन्नति हुने, पदवृद्धि हुन सक्ने सम्भावना भने आज रहन सक्छ। विदेशमा हुनेहरूका लागि पनि आजको दिन उत्तम रहनेछ। विशेष गरेर स्वास्थ्यमा भने दिनको उत्तरार्धको समयमा केही होस पुर्याउनु पर्नेछ।
खानपिनमा सचेत रहनुहोला। आजको दिनको लागि शुभ अङ्क रहनेछ 9 अङ्क, शुभ रङ रहनेछ गुलाबी नीलो रङ। तपाईँले कुनै पनि कर्म गर्नु पूर्व भगवान नारायणलाई स्मरण गर्दै ओम नमो भगवते वासुदेवाय मन्त्र जप्दै दिनको सुरुवात गर्दा दिन राम्रो हुनेछ। कुरा गरौँ मीन राशि। आजको दिन मीन राशिका लागि पढाइमा केही कठिन परिस्थितिहरू आए तापनि दिनको उत्तरार्धको समयमा अत्यन्तै राम्रो उन्नति प्रगति हुने दिनका रूपमा रहन सक्छ। जागिरमा हुनुहुन्छ भने तपाईँको लागि आजको दिन स्वर्णिम रहन सक्छ। पद उन्नतिहरू पनि हुन सक्ने सम्भावना रहन सक्छ। यात्राहरू गर्दै हुनुहुन्छ भने आज लाभदायी यात्राहरू तपाईँले गर्न पाउनुहुनेछ। तपाईँको यात्राबाट विशेष तपाईँलाई लाभ मिल्नेछ। प्रेम सम्बन्ध राम्रै रहनेछ। आत्मिक जनबाट साथ र सहयोग तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। आजको लागि शुभ अङ्क रहनेछ 1 अङ्क, शुभ रङ रहनेछ हरियो रङ। त्यसै गरेर आज तपाईँले कुनै पनि कर्म गर्नु पूर्व वरुणदेवलाई स्मरण गर्दै ओम बम वरुणाय नमः यो मन्त्र जप्दै दिनको सुरुवात गर्नुभयो भने तपाईँहरूको दिन सुखमय र आनन्दमय रहनेछ। पक्कै पनि यसका साथमा आजको मेषदेखि मीनसम्मको 12 राशि उनीहरूका लागि राशिफलले जे जस्तो भने पनि यहाँहरू सबैको आजको दिन सुखद रहोस्, आनन्दमय रहोस्। भगवानले गर्नुभएको, यहाँहरूले सोच्नुभएको, यहाँहरूले आँट्नुभएको सम्पूर्ण कर्महरू परिपूर्ण हुन्, यही भगवानसँग विशेष प्रार्थना गर्दछु। र यहाँहरूलाई पहिलोपटक हेर्दै हुनुहुन्छ भने लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला, सबैजना जोडिनुहोला जहाँ जहाँबाट हेर्दै हुनुहुन्छ। पहिलोपटक हेर्दै हुनुहुन्छ भने सबैजनाले लाइक कमेन्ट सेयर गरेर यहाँहरू सबैजना जोडिनुहोला भन्दै म बिदा माग्दछु। शुभ दिन, जय हो।